हे हाम्रो स्वर्गीय पिता, हामी तपाईको पवित्र नामको स्तुति गर्छौं। आज हामी तपाईका पुत्र प्रभु येशू ख्रीष्टलाई सम्झदै तपाईको सामु आउँदैछौं। हामी तपाईलाई धन्यवाद दिन्छौं किनकि तपाईले हामीलाई यति धेरै प्रेम गर्नुभयो कि आफ्नो एकमात्र पुत्रलाई यस संसारमा पठाउनु भयो। हे प्रभु येशू, हामी स्वीकार गर्छौं कि हामीले धेरै गल्तीहरू गरेका छौं। कृपया हामीलाई क्षमा गर्नुहोस् र सही बाटोमा डोर्याउनुहोस्। हाम्रो हृदयलाई शुद्ध बनाउनुहोस्। हाम्रो जीवनमा तपाईको प्रेम भरिदिनुहोस् ताकि हामी अरूलाई पनि प्रेम गर्न सकौं। हे प्रभु, हामीलाई घृणाबाट टाढा राख्नुहोस् र क्षमा गर्न सक्ने शक्ति दिनुहोस्। हामीलाई सत्यको बाटोमा हिँड्न सिकाउनुहोस् र कठिन समयमा पनि विश्वास बलियो बनाउन सहयोग गर्नुहोस्। हाम्रो परिवार, हाम्रो समाज र सम्पूर्ण समाजमा शान्ति दिनुहोस्। दुखीहरूलाई सान्त्वना दिनुहोस्, बिरामीहरूलाई निको पार्नुहोस् र निराशहरूलाई आशा दिनुहोस्। हे प्रभु येशू ख्रीष्ट, हामी तपाईमा विश्वास गर्छौं, हामी तपाईलाई प्रेम गर्छौं र हाम्रो जीवन तपाईको हातमा समर्पण गर्छौं। यी सबै प्रार्थना हामी तपाईको पवित्र नाममा माग्दछौं। आमेन। नमस्कार साथीहरू, आजको यस भिडियोमा हामी मानव इतिहासका सबैभन्दा महान व्यक्तित्व मध्ये एक प्रभु येशू ख्रीष्टको जीवनको बारेमा जान्नेछौँ। युसुफ थियो। उहाँको जन्म एक साधारण गोठमा भएको थियो जसले उहाँको विनम्रता देखाउँछ। बारेमा जान्नेछौँ। येशू ख्रीष्टको जन्म बेथलेहेम नामक स्थानमा भएको थियो। उहाँको आमाको नाम मरियम र बाबुको नाम युसुफ थियो। येशूले प्रेम, क्षमा र दयाको शिक्षा दिनुभयो। उहाँ भन्नुहुन्थ्यो, आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर। आउनुभयो। मानिसहरूले उहाँका शिक्षाहरू नबुझ्दा उहाँलाई क्रुसमा टाँगियो, तर उहाँले अन्तिम क्षणमा पनि भन्नुभयो, हे पिता, तिनीहरूलाई क्षमा गर किनकि तिनीहरूलाई थाहा छैन तिनीहरूले के गरिरहेका छन्। 3 दिनपछि येशू ख्रीष्ट पुनः जीवित हुनुभयो। यो घटना उहाँको दिव्यता र शक्तिको प्रमाण मानिन्छ। येशू ख्रीष्टको जीवनले हामीलाई प्रेम, क्षमा र सत्यको मार्ग देखाउँछ। उहाँको सन्देश आज पनि उत्तिकै महत्त्वपूर्ण छ। तिमीले सबै उत्तर थाहा पाउनु पर्दैन, केवल ममाथि भरोसा राख। मार्ग नदेखिँदा पनि विश्वास छोड्नु हुँदैन। जब तिमी अलमलमा पर्छौ, मलाई खोज, म तिमीलाई सही बाटो देखाउनेछु। म तिमीलाई बिना शर्त माया गर्छु। तिमी जस्तो छौ म त्यही रूपमा तिमीलाई स्वीकार गर्छु। आफूलाई पनि माया गर र अरूलाई पनि दया देखाऊ। आजको सन्देश, प्रेमले संसार बदल्न सक्छ। हरेक नयाँ दिन मेरो उपहार हो। तिमीले हिजोका गल्तीहरू बिर्सेर आज नयाँ सुरुवात गर। म तिमीलाई क्षमा गर्छु र नयाँ बाटो देखाउँछु। विश्वास राख, राम्रो दिनहरू आउँदैछन्। आजको सन्देश, नयाँ सुरुवात गर्न कहिल्यै ढिलो हुँदैन।